यात्रामा मेरो छोरोको हिँडाइ फेरि यस्तो चाहिँ रक्सी खाएको मान्छे के हिँड्लान् यसरी। मेरो छोरोको यात्रा यस्तो छ। अलिअलि टाढा भएको हुनाले बहिनीलाई लिउन बोलाएको छौँ स्कुटीमा। तर हाम्रो होइन, हामीलाई लिनु तल बाइक आयो भएर हामीलाई लिन आएको हो कि भनेर हेरेको रहेनछ। यहाँ छोरा बाइक आयो। हिँड छोरो अलि तार हिँड छोरो हिँड। चाहिँ यतातिर धान खेतीहरू छ, गाउँ बस्तीहरू छ, तलतिर डाबर छ। बाटो चाहिँ एकदम राम्रो छ, पिच छ। के अरे पिच भए पनि खुट्टाले हिँड्नु परेको छु। अल्छिटिन थकाइ लायो। मेरो छोरा अल्छिटिन अब कहाँ खुवाउने पानी पिएस। कसले दाउरा बनाएर त्यहाँ राखेर रहेछ। यता उयो छ नि लुटिन्छ। बाटोमा हिँड्दै फेरि नाला नाङ्दै वरपर हिँड्ने फेरि चप्पल छराएर खाली खुट्टा चप्पल फेरि यहाँ मेरो छोरालाई बोकाएपछि चप्पल ठुल मम्मीले। कसको चप्पल उचालेको थियो छोरा? कसको? ठु मम्मीको हो? ठु मम्मीले मेरो चप्पल उचाल्दै छोरा भनी हो? हिँड त छिटो कुरा त। छोराछोरी भएपछि यति फाइदा हुन्छ र। उफ पारी चप्पल छराएर फेरि हिँड बनाएको खुट्टा उचालेर आइरहन्छ। बाफ्रे भदै राजा नछरा चप्पल जुत्ता नछरा। त्यो ठुलो त्यो निनले त त्यो नसकेर हिँड्न बाबु चालेर थियो भने त्यो रहर कसैलाई कहर त्यहाँ जुत्ता छराएको देखेर दिपले दे दो भएर हिँड्दै फेरि यस्तो छ कि आइक्यो स्कुटीको जस्तो मान्छु भने त बाइक पो रहेछ। बहिनीलाई ल्याउनु पठाएको लोडिस पनि ड्याम पिरे खाने हो नि बाबु। जो लोड्छ त्यसले पिरे खान्छ एक्स्ट्रा। खुट्टा पोल्छ धेरै खाली खुट्टा नहिँड त्यो उसमा। ओहो पेट दुख्यो यार। अहिले ल यति नै आइपुग्यो हाम्रो बहिनी देखिहाल्यौँ। त्यो स्कुटीमा आइरहेको चाहिँ हाम्रो बहिनी हाम्रो स्कुटीमा लिउन आयो भएर नाच्यो फेरि यस्तो छ यहाँ। हिँड्नु परेन भनेर अर्को दगुरिसक्यो त अगाडि अर्को पनि दगुरिन। बाइक आछ है पछाडि बाइक आछ। हाम्रो बहिनी ल्याउन आउनु भएको छ यहाँ। कुकुरका छोराछोरी अगाडि पछाडि लागेको जस्तो लागेको छ नि चमाका निनिका। म जाने भन्छ। जुत्ता लाएर मैले दिप